हैन साथीहरु, तपाईहरुले यो नयाँ भिडियो हेर्नुभयो? यो त्यसकारण मैले यो भन्न के खोजेको हो भने हैन यसको यति साह्रो बेशरम लाजपचुवा पनि हुँदो रहेछ न मान्छेहरु त। अनि के खान्छन् यिनीहरु बिहान र बेलुकाको खानामा? छ्या, मलाई त भिडियो हेर्दा पनि रिस उठेर नि आइसकेको छ। अनि यो ताली पड्काउने मान्छे कस्ता बेवकुफ, लाटा, गवार, अन्धो, बहिरो रहेछन् हो। न भेडा भन्दा 4 भागका रहेछन् त्यो ताली बजाउने मान्छे त। छ्या, मलाई त नेपाली जनताहरूदेखि पनि घरिघरि त ठिक्क परो पनि लाग्छ। यस्तै नेता भेट्नुपर्ने यिनीहरू लाटा मान्छेहरूले पनि। कहीँ नभएको म लाटी भन्दै के गर्नु, म भने यहाँ 100 गुणा लाटा मान्छे जनता रहेछ नि। ताली पड्काउने त झन् गु खाने नै रहेछन्। छ्या, थुक्क। म छक्क पर्छु मान्छेहरूको यो देखेर। कमेन्ट सेक्सन देखेर त झन् मलाई रिस उठेर आयो। अझै राम्रो ग्रेट प्रचण्ड अरे। राम 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 राम। अनि यति पनि बुद्धि लाउन सकिँदैन। अब आउने चुनाव छ, यो 6 महिनापछि चुनाव छ। यो सबै चुनावको लागि मक्खन लगाएको मान्छेलाई। अहिले यत्रो वर्षमा चाहिँ प्रचण्ड यो प्राइम मिनिस्टर बनेको थिएन र? अहिलेसम्म यसले सत्ता खाएको छैन र? यो प्राइम मिनिस्टर हुँदा चाहिँ के चाहिँ भयो र? हाम्रो घरको यो बुढापाकाको यो भाषामा भन्नु भने के उखाड हो यसले प्राइम मिनिस्टर हुँदाखेरि चाहिँ? कति न यो अहिले आफू यो सत्तामा थिएन र मात्र यो जोगिएर अनि यस्तै बोल्न सकेको हो क्या। अनि अर्को ओलीको भाषण, राम्रो यो त ब्रान्ड एम्बेसडर भइसक्यो यिनीहरू। के को भन्दाखेरि बेशर्मीको, लाज पचुवाको, अनि अझै के हुन्छ वर्ड पनि आएन मलाई, नाकारा। यो बेशर्मीको ब्रान्ड एम्बेसडर भइसक्यो यो प्रचण्ड र केपी ओली त। अनि यसका जुन केपी पा आई लभ यु भन्ने छ नि अहिले पनि, तिनीहरू त्यही ब्रान्ड एम्बेसडरवालाहरूको गु खाने हो नि यिनीहरू। छ्या, यस्ता यस्ता मान्छे, ताली पड्काउने मान्छे देखेर त झन् मलाई यस्तो रिस उठेर आउँछ नि। भगवान्, कस्तो जनता उस्तै, नेता उस्तै, जनता उस्तै। अनि भोग्नु पनि हामी जस्तो बालबच्चा, हामी जस्ताले। छ्या, के गर्नु। देशको जति माया लाग्यो भने नेता र जनता देखेपछि त अब विदेशै गएर बरु उतै बसेर उतै सेटल हुँला। के माया गर्नु यस्तो देशवासी भएका पनि। देशको अलिकति बुद्धि लाउन पनि सक्दैनन्। यस्तो बेशरम नेताहरूलाई पनि अझै ताली पड्काउँदै सुन्छन्। कस्तो सुन्न सकेका, कस्तो ताली पड्काउन सकेका। होइन, यी नेता त बेशरम भयो भए जनता पनि उल्टै उस्तै बेशरम रहेछन् हो। न छ्या 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 छ्या, थु 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 थु। जसलाई चाहिँ जुत्ताको माला लगाएर बिच बाटोमा उभ्याउनु पर्ने, यो ढुङ्गा हान्दै, टमाटर हान्दै, अन्डा हान्दै बाटो बाटो गल्ली गल्लीमा हिँडाउनु पर्ने, जो बालबच्चाहरूलाई त्यो अस्ति चेन्जी आन्दोलनमा मारे तिनीहरूको आमा बाउको खुट्टा ढोग्न लगाउनु पर्ने, तिनीहरूलाई अझ ग्रेट प्रचण्ड केपी बा गर्दै सुन्छन्। लाज लाग्दैन? अबको पनि चुनावमा जो मान्छेहरूले यो पहिलेका नेता, यो शेरबहादुर अनि केपी ओली अनि प्रचण्डलाई भोट हाल्ने भनेर सोच पनि राखेका हुन्छन् नि, तिनीहरूले त्यो शहीदहरूलाई नि, शहीदहरूमाथि हाँसो हो। त्यो शहीदहरूको त्याग बलिदानमाथि हाँसो गरेको तिनीहरूले, मजाक उडाएको, आफ्नो देश बेचेको। जसले यत्रो घोटाला गरेका छन्, जसले यत्रो देश बेचेर खाएका छन्, पैसा डङ्गुर कोठाभित्र लुकाउनु ठाउँ नभइकन लुकाएका छन्। यत्रो देखेर पनि कस्तो नबुझेको। देशको यति मानवता छैन। कस्तो मानवता हराएको मान्छेहरूको। यति पनि माया छ भने नि देशको, यति पनि यो बोयकट गरिहाल्ला यो प्रचण्ड, ओली, शेरबहादुर। पुराना जति पनि छन्, यो जति पनि पुराना सत्ता खाएर ढुङ्गुर बसेका, ढ्याउ पनि नगरिकन बसेका छन्, यिनीहरूलाई बोयकट गरिहाल्ला।
यति बुद्धि त हुनुपर्ने त त्यसको पनि। मेरो त छ, मलाई सबैले लाठी लाठी भन्ने मान्छेको त छ, तिमीहरूको छैन? कतामा बाठाहरू।